पोखरा महानगरपालिका वडा नम्बर 26 स्थित प्रगति टोलमा महानगरकै नमूना सडक निर्माण सम्पन्न भएको छ। नवनिर्मित सडकको मंगलबार वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन्। सडकको उद्घाटन गर्दै वडाध्यक्ष थापाले आफू 5 वर्ष जनताको काम गर्नका लागि चुनिएर आएको बताउँदै हिजोका जनप्रतिनिधिले के गरे र हामीले के गरेका छौं त्यसको मूल्याङ्कन वडावासीले गर्ने विश्वास व्यक्त गरे। 5 वर्ष जनताको काम गर्छु भनेर आएको हिजोका जनप्रतिनिधिले के गरे र अहिलेको हामी नयाँ जनप्रतिनिधिले के गरे त्यो कुरा पनि यहाँले मूल्याङ्कन गर्नुहुनेछ भन्ने कुरा म आशा राख्छु र हाम्रो जनप्रतिनिधिहरूलाई पनि हामी 5 वर्ष आगामी 5 वर्ष जनताको लागि काम गर्छु भनेर हामी चुनिएर आइसकेपछि यहाँले आफ्नो कामलाई थाती राखेर वडालाई समय दिनुपर्छ। विगतमा 50-60 लाख बजेट आएर पनि फ्रिज हुने गरेको वडामा अहिले आफ्नो नेतृत्वमा महानगरबाट 4 करोड, प्रदेश सरकारबाट 6 करोड र भौतिक पूर्वाधार मार्फत 4 करोड गरी झण्डै 14-15 करोडको हाराहारीमा बजेट वडामा भित्र्याउन सफल भएको दावी गरे। विगतका दिनमा हाम्रो वडामा 50-60 लाख रुपैयाँ 40 लाख रुपैयाँ बजेट आएर पनि फ्रिज भएर जाने अवस्था थियो र हाम्रो वडाको कर्मचारीहरूको अहोरात्र रातदिन खटेको कारणले गर्दा जुन अहिले हामीले वडामा मेरो नेतृत्वमा वडा नम्बर 26 मा 4 करोड 58 लाख रुपैयाँ बजेट ल्याउन सफल भएका थियौं। पूर्वाधार विकासको संयोजक भएको हिसाबले अहिले पछिल्लो समय पनि मैले 4 करोड भन्दा बढी बजेट हाम्रो वडामा ल्याउन सफल भएको छु र प्रदेशबाट 6 करोड शक्तिपति गरेर यो वर्ष मात्रै लगभग 14-15 करोड रुपैयाँ मैले पोखरा महानगरपालिका वडा नम्बर 26 मा लिएर आएको छु। थापाले वडाभित्र बजेट विनियोजन गरिएका 100% योजनाहरू सम्झौता भई अन्तिम चरणमा पुगेको बताउँदै वडाका कर्मचारीहरूको अहोरात्र खटाई, उपभोक्ता संस्थाहरू र टोल विकास संस्थाहरूको सक्रियताले वडा महानगर भित्रकै नमूना वडाको रूपमा चिनिन सफल भएकोमा यसले आफूलाई थप हौसला मिलेको बताए। सबै ठाउँमा बजेट विनियोजन गरिसकेका थियौं र सो बजेट 100 मा 100% काम सम्झौता भइसकेको र काम लगभग अन्तिम चरणमा पुगिसकेको छ। त्यसकारणले गर्दा नि हामी थप खुसी छौं। यसरी नै यस्तो विकासले यस्तै उपभोक्ताहरूले यसरी तनमन दिएर काम गरेको खण्डमा थप हामीलाई ऊर्जा मिल्छ। निर्वाचनका बेला आफूले पूरा गर्छु भनेका प्रतिबद्धताहरूमध्ये अधिकांश प्रतिबद्धताहरू पहिलो वर्षमै पूरा भएको दावी गर्दै यसरी नै वडावासीको साथ समर्थन र अग्रसरता मिलेको खण्डमा वडा नम्बर 26 लाई महानगरकै नमूना र समृद्ध वडा बनाउन सकिने समेत बताएका छन्। हिजोको दिन निर्वाचनको क्रममा मैले जे जति प्रतिबद्धताहरू गरेको थिएँ त्यो प्रतिबद्धता यही वर्ष 5 वर्षभित्र काम गर्छु भनेका प्रतिबद्धताहरू तपाईँले दिएका योजनाहरू एकै वर्षमा धेरै कामहरू अगाडि बढिसकेका छन्। त्यसकारणले गर्दा बजेट ल्याउने काम मेरो हुन्छ। अझ पनि योजनाहरू हजुरहरू मापदण्ड क्लियर गरेर ल्याउनु भने हाम्रो वडालाई 26 नम्बर वडालाई 33 वडा मध्ये पनि नमुना वडा र समृद्ध वडा बनाउन हामी सफल हुनेछौँ। त्यसमा यहाँको साथ सपोर्ट चाहिनेछ। यसरी नै हरेक टोलमा हरेक ठाउँमा उपभोक्ताहरू अग्रसर भइदिनु भयो भने अवश्य पनि 33 वडा मध्ये पनि हाम्रो वडा नमुना वडा भएर जानेछ। यस्तै वडा सचिव मीना भट्टराईले सम्पन्न भएको योजना भौतिक विकासतर्फ उदाहरणीय बनेको र यस सँगसँगै महिला सशक्तिकरण, स्वास्थ्य सचेतना, सरसफाई, बाल विवाह, लागू पदार्थ दुर्व्यसनी लगायतका विभिन्न विकृति विसंगतिहरूको रोकथाम तथा नियन्त्रण लगायतका सामाजिक विकासमा पनि ध्यान दिनुपर्ने बताइन्। कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समाजसेवी चन्द्रबहादुर राणाभाट, कृषि सञ्जाल वडा नम्बर 26 का सचिव ईश्वर राज भण्डारी लगायतले बोलेका थिए। उक्त अवसरमा उपभोक्ता समितिले योजना सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेकोमा वडाध्यक्ष नरेन्द्र थापा, प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रसाद गुरुङ, निर्माण समितिकी कोषाध्यक्ष अनिसा राणा मगर, सचिव अनिता थापा मगर, सदस्यहरू रामप्रसाद गुरुङ, राजेन्द्र पतनी, वडाका प्राविधिकहरू इन्जिनियर रामजी प्रसाद त्रिपाठी, जुनियर इन्जिनियर संकल्प ढुङ्गानालाई सम्मान गरिएको थियो। वडाले विनियोजन गरेको महानगर स्तरीय योजना मध्येकै ठूलो योजनाका रूपमा रहेको उक्त सडक ढलान तथा नाला निर्माण योजनाका लागि वडा नम्बर 26 को 65 लाख रुपैयाँ र उपभोक्ताको तर्फबाट 27,86,000 गरी कुल 92,86,000 रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न भएको हो। 700 मिटर लम्बाई र 6 मिटर चौडाई रहेको उक्त सडकमा दायाँ बायाँ नाला निर्माण गरिएको छ भने हरियाली प्रवर्धनमा पनि विशेष ध्यान दिइने उपभोक्ता समितिका अध्यक्ष प्रसाद गुरुङले जानकारी दिए। सडक निर्माणपछि त्यस क्षेत्रका झण्डै 500 घर परिवार सहितका उपभोक्ताहरू लाभान्वित भएका छन्।